अहिले ल यो देशमा भएन भनेर हामी युवाहरू तपाईँको देश छोडेर गयौँ भने यो हाम्रो आमा यो ठाउँ हाम्रो आमा बाउ होइन, हाम्रो आमा बाउ भएन भने हामी छोडेर जाने कि यहाँ दुःख गर्ने? यो कुरामा चाहिँ म एकदम सम्पूर्णलाई भन्छु, आफ्नो देश आफ्नो ठाउँ हेर्नुहोस् हामीले बनाउने हो, कसले आएर बनाइदिन्छ? अगाडिकाले ल बिग्रियो होला भत्कियो होला हामीले बनाउनु पर्दैन? हाम्रो जिम्मेवारी हो नि, हामीले गर्नुपर्छ, काँध थापेर गर्नुपर्छ हामीले। र मैले चाहिँ गरिरहेको छु र अरूलाई पनि गर्नु भन्छु। सबैजना चाहिँ तपाईँको बाहिर जाने, सबै नै जाने, टोटल्ली भाका टाकटुकै जाने। यो कुराले एकदमै मलाई पनि मन दुख्छ, चित्त दुख्छ। अझै तपाईँको नगइदिएदेखि हुन्थ्यो भनेर म त तपाईँको सकेसम्म र मैले भन्दा मिल्नेसम्म चाहिँ म भन्छु। यो अहिले हेर्नुहोस्, तपाईसँग यदि क्षमता छ, सिप छ भने सधैँका लागि होइन, केही पुँजी निर्माण गर्नका लागि तपाईँ जानुहोस्, सिक्नका लागि जानुहोस्, पढ्नका लागि जानुहोस्, तर